हेलो एभ्रिवान आज चाहिँ हामी स्ट्याटिस्टिक्सको टपिकमा चाहिँ मेजर अफ भेरिएबिलिटी हेर्छौँ। हामीले पहिला चाहिँ मेजर अफ सेन्ट्रल टेन्डेन्सी हेरेको थियो, जसमा मिन, मेडियन र मोडको बारेमा पढेको थियो। मिन र मेडियनको फरक के थियो भन्दा दे अल मेजर सेन्ट्रल भ्यालु होइन। मिन इज सेन्सिटिभ टु आउटलायर, मेडियन इज इन्सेन्सिटिभ टु आउटलायर भनेर एउटा इक्जाम्पल हेरेको थियौँ। अब चाहिँ हामी मेजर अफ भेरिएबिलिटी हेर्छौँ, जसमा चाहिँ फर्स्टमा हामी स्ट्यान्डर्ड डेभिएसन र भेरिएन्स हेर्छौँ, अनि त्यसपछि चाहिँ अरू अरू रेन्ज र आइक्युआरहरू नेक्स्ट भिडियोमा हेर्छौँ है त। सुरुमा चाहिँ स्ट्यान्डर्ड डेभिएसन किन चाहियो भन्ने कुरा हेरौँ है त। जस्तै कुनै एउटा डेटा पोइन्ट छ एक्स इक्वल्स टु सेम इक्जाम्पल 1 2 3 4 5 होइन। यसको मिन निकाल्यो भने एक्स बार निकाल्यो भने कति हुन्छ 1 + 2 + 3 + 4 + 5 डिभाइडेड बाई 5 हुन्छ 3 हुन्छ होइन यसको मिन चाहिँ। अब हेरौँ है त, अर्को डेटा पोइन्ट छ x2 भन्ने, लेट्स यसलाई x1 भनौँ, यसलाई x2 भनौँ है। यो पनि अर्को डेटा सेट हो है, यो डेटा सेट हो, डेटा सेट और इनपुट डेटा सक्यो। यो x1 बार हो है त। यसमा चाहिँ एउटा दुईटा तिनटा चारवटा पाँचवटा सबै 3 छ अरे क्या। यो गर्दाखेरि x2 बारको भ्यालु निकाल्दाखेरि पनि कति आउँछ 3 + 3 + 3 + 3 + 3 5 गर्दा पनि 3 नै आउँछ है त। भनेपछि यहाँ के कुरा बुझ्यो भन्दाखेरि चाहिँ, जस्तै डेटाको भ्यालु हेर्दाखेरि यसमा पनि मिन 3 आयो, यसमा पनि के आयो मिन 3 आयो। तर हामीले मिन इन्डिभिजुअल्ली मिन हेऱ्यो भने चाहिँ के थाहा हुँदो रहेछ त भन्दाखेरि डेटाको स्क्याटरनेस थाहा हुँदो रहेछ क्या। जस्तै यसमा सबै भ्यालु 3 छ नि त, यसमा केही स्क्याटरनेस छैन क्या, नो स्क्याटरनेस। यसमा कुनै स्क्याटरनेस छैन, तर यसमा सम स्क्याटरनेस अथवा भेरिएबिलिटी भनौँ न, स्पेलिङ मिलाउनु होला। सो यसमा चाहिँ केही सम स्क्याटरनेस छ होइन। सम स्क्याटरनेस अर भेरिएबिलिटी छ, भेरिएबिलिटी छ। भनेपछि हामीलाई कुनै तरिकाबाट यो स्क्याटरनेस अथवा यो भेरिएबिलिटी मेजर गर्ने चिज चाहियो नि त होइन। मिन इट्सेल्फ एलोन इज नट सफिसियन्ट टु एक्सप्लेन द डेटा होइन। यो डेटालाई एक्सप्लेन गर्नलाई, यो डेटाले सेम मिन एक्सप्लेन गरिरहेछ नि त, सेम मिन देखाइरहेछ भने चाहिँ यो डेटाको इन्टायर प्रपर्टी चाहिँ मिनले मात्र क्याप्चर गर्दैन क्या। त्यो भएको हुनाले चाहिँ अब हामीलाई मेजर अफ भेरिएबिलिटी चाहियो होइन। मेजर अफ भेरिएबिलिटी चाहियो भने चाहिँ अब के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ, जस्तै मिनले सेन्टर भ्यालु जनाउँछ होइन। जस्तै यो 3 सेन्ट्रल भ्यालु हो, मिनले यो 3 जनायो होइन। सेन्ट्रल भ्यालु 3 हो, मिनले यो 3 जनायो। अब यो मिनबाट चाहिँ डेटा पोइन्ट है, कुनै डेटा पोइन्ट एक्सआई भन्ने चाहिँ कति टाढा छ भन्ने कुरा हेर्नु पऱ्यो नि त होइन, मेजर अफ स्क्याटरनेस हेर्नको लागि चाहिँ। जस्तै मिनले सेन्टर जनाउँछ होइन, जस्तै मिनले 1, जस्तै एउटा इक्जाम्पल हेरौँ। सो यहाँ 1 छ, 2 छ, 3 छ, 4 छ र 5 छ होइन। हाम्रो डेटा पोइन्टहरू 1 2 3 4 र 5 हो। हेरौँ है त, फरक हेरौँ है त। अर्कोमा के छ, यो 1 2 3 4 5 होइन। यसमा चाहिँ जस्तै यो डेटा पोइन्टहरू यसरी छ होइन। यसमा चाहिँ एउटा दुईटा तिनटा चारवटा पाँचवटा होइन त। यो दुईटा केसेस हो नि त होइन। हाम्रो डेटा पोइन्ट 1 2 3 4 5 हो एउटा केसमा चाहिँ होइन। एउटा केसमा चाहिँ एकै ठाउँमा छ नि त। यहाँ चाहिँ स्क्याटरनेस छैन है, नो स्क्याटरनेस, नो डिस्पर्सन के, नो डिस्पर्सन इन डेटा होइन। यसमा कुनै डिस्पर्सन छैन, सबै डेटा केमा छ, मिनमा छ। यहाँ मिन कति हो, मिन इक्वल्स टु 3 हो यसमा। यसमा पनि के थियो, मिन इक्वल्स टु 3 हो। तर यसमा के छ त, देयर इज सम भेरिएबिलिटी अर सम स्क्याटरनेस होइन, सम भेरिएबिलिटी, भेरिएबिलिटी अर स्क्याटरनेस होइन।
अर डिस्पर्सन, यो जे भन्दा नि हुन्छ, केही डिस्पर्सन छ, डेटा केही मात्रामा फैलिएको छ, फैलाव छ होइन। भनेपछि हामीले यो मिनबाट चाहिँ डेटा पोइन्ट कति टाढा छ भनेर चाहिँ अन एभरेज हेर्नु पऱ्यो होइन। जस्तै अब भनेपछि म के लेख्छु भन्दा फर्मुला हेर्नु है त, हाम्रो डेटा पोइन्ट एक्सआई हो, मिन कति हो, लेट्स चाहिँ म्यू हो। एक्सआई भनेको चाहिँ जस्तै x1 इक्वल्स टु 1 हो, x2 इक्वल्स टु 2 हो, x3 इक्वल्स टु 3 हो, x4 इक्वल्स टु 4 हो, र x5 इक्वल्स टु 5 हो नि त होइन। भनेपछि एक्सआई भयो कि 1 2 3 4 5 भनेपछि एक्सआई, एक्सआई माइनस म्यू को स्क्वायर डिभाइड बाई अन एन एभरेज है। अन एन एभरेज मिनबाट डेटा पोइन्टहरू कति टाढा छ भनेर जनाउने कि। जस्तै डिस्टेन्स भनेको के हो भन्दाखेरि सब्ट्र्याक्सन हो नि त होइन। 5 र 3 बिचको डिस्टेन्स कति हो त भन्दा 2 हो होइन। 3 देखि 5 2ले टाढा छ नि त होइन, अथवा 2ले अगाडि छ नि त होइन। सो द्याट इज डिस्टेन्स। सो एक्स माइनस म्यू को स्क्वायर भनेको, बिकज नेगेटिभ नम्बरलाई चाहिँ हामी एड गर्न चाहन्नौँ, त्यो भएको हुनाले चाहिँ म स्क्वायर गरेँ। र यहाँ एक्सआई लेखेपछि यहाँ के गर्नु पऱ्यो, समेसन गर्नु पऱ्यो होइन। समेसन गर्नु पऱ्यो, आई रन्स फ्रम 1 टु एन होइन। भनेपछि यहाँ टोटल अन एन एभरेज कति भयो त भन्दा एन, एभरेज गरेको है। एभरेज मिनबाट अन एन एभरेज डेटा पोइन्ट कति टाढा छ भनेर चाहिँ मेजर गरेको, त्यसैलाई नै डिस्पर्सन भन्छ अथवा त्यसैलाई नै भेरिएन्स भन्छ है, भेरिएन्स। यसमा पनि सेम फर्मुला हो, सिग्मा स्क्वायर इक्वल्स टु समेसन एक्सआई माइनस म्यूको स्क्वायर डिभाइड बाई एन है। सो एन हेर्नु है, यो भेरिएन्सको फर्मुला दुईवटा हुन्छ। एन कति बेला हुन्छ त भन्दाखेरि पपुलेसन मेजर, पपुलेसनको डेटा मेजर गरिरहेको भने एन हुन्छ, POPULATI। पपुलेसनको स्ट्यान्डर्ड डेभिएसन अथवा पपुलेसनको भेरिएन्स मेजर गरिरहेको भने चाहिँ एन हुन्छ है। यो पपुलेसनको गर्दा पपुलेसन साइज है, POPULATION साइज है। तर स्याम्पलको गऱ्यो भने चाहिँ के हुन्छ त भन्दा, फर स्याम्पल के हुन्छ, सिग्मा स्क्वायर, नो सिग्मा लेख्न पाउनुहुन्न है। स्याम्पलमा चाहिँ सिम्बलमा एस लेख्छ, यसलाई स्ट्यान्डर्ड डेभिएसन भन्छ है, अथवा भेरिएन्स, स्याम्पल भेरिएन्स। एस इक्वल्स टु सिग्मा एन एक्सआई माइनस म्यू अपन एन माइनस 1 है। यो एन माइनस 1 किन गरेको भन्दा हामीले नेक्स्ट ट्युटोरियलमा हेर्छौँ के फरक हुन्छ एन गर्दा र एन माइनस 1 गर्दा भनेर चाहिँ नेक्स्ट ट्युटोरियलमा हेर्छौँ। बेसिकली भन्न पर्दाखेरि चाहिँ यसलाई अनबायस इस्टिमेट गराउनलाई चाहिँ एन माइनस 1 युज गरेको भनेर बुझ्नु पऱ्यो है। अनबायस्ड कसरी भनेर इक्जाम्पल चाहिँ नेक्स्ट ट्युटोरियलमा हेर्छौँ हामी, अनबायस्ड इस्टिमेसनको लागि। ट्रु स्ट्यान्डर्ड डेभिएसन है। ट्रु स्ट्यान्डर्ड डेभिएसनको अथवा स्ट्यान्डर्ड डेभिएसन भेरिएन्स भनौँ न, यहाँ एस स्क्वायर हुन्छ है, यहाँ एस स्क्वायर। स्ट्यान्डर्ड डेभिएसन अफ भेरिएन्स गर्नको लागि चाहिँ एस स्क्वायर भनेर गर्छौँ है हामीले। जस्तै म यहाँ फर्मुला र इमेज यहाँ म पेस्ट गरिदिन्छु। सो यो फर्मुला हुन्छ है त, सिग्मा, जस्तै सिग्मा भेरिएन्स भनेको चाहिँ सिग्मा स्क्वायर भनेर गऱ्यो चाहिँ भेरिएन्सलाई चाहिँ, अथवा स्ट्यान्डर्ड डेभिएसन भनेको चाहिँ सिग्मा हो है, STNDART डेभिएसन सिग्मा हो। जस्तै यहाँ माथिपट्टि हामीले यो भेरिएन्स निकालेको है, यो भेरिएन्स हो। अब एस लेख्यो भने चाहिँ जस्तै एस इक्वल्स टु समेसन आई रन्स फ्रम 1 टु एन होइन, एक्सआई माइनस म्यू अपन एन गरेर यसरी रुट अन्डर दियो भने चाहिँ यसलाई के भन्छ, स्ट्यान्डर्ड डेभिएसन भन्छ। ठिक हो, यसलाई भेरिएन्स भन्छ, यसलाई स्ट्यान्डर्ड डेभिएसन भन्छ है। सेम कुरा यहाँ क्यापिटल एन लेखेको छ, जेनरली पपुलेसनलाई क्यापिटल एन, स्याम्पललाई स्मल एन लेख्छ होइन। सो यो हो है त, 1/n गऱ्यो, यो गऱ्यो भने चाहिँ के भयो त, एक्सआई भनेको डेटा पोइन्ट माइनस म्यू भनेको मिन, मिनबाट चाहिँ कति टाढा त अन एन एभरेज भनेर हेरेको है, त्यसलाई के भन्छ,
स्ट्यान्डर्ड डेभिएसन भन्छ, रुटभित्र हाल्नुभयो भने चाहिँ त्यसलाई स्ट्यान्डर्ड डेभिएसन भन्छ है। यो एन भनेको पपुलेसनको साइज है, साइज अफ अ पपुलेसन। यो स्मल एन भनेको चाहिँ स्याम्पल साइज है, स्याम्पल गर्नु पऱ्यो भने चाहिँ n-1 गरिन्छ। जेनरली हामीले n-1 गरिन्छ, किन भन्दा डेटा सेटमा हामीले पपुलेसनको डेटा सेट कहिले पनि पाउन सक्दैनौँ कि होइन। कुनै पनि डेटा सेट कलेक्ट गर्दाखेरि होल इन्टायर पपुलेसनको डेटा सेट पाउन गाह्रो छ, त्यो भएको हुनाले चाहिँ हामी n-1 युज गर्छौँ भन्ने कुरा बुझ्नु पऱ्यो। र किन 1/n गर्दा के हुन्छ र 1/n-1 गर्दा के हुन्छ भनेर इक्जाम्पल चाहिँ हामी नेक्स्ट भिडियोमा हेर्छौँ है त। जस्तै अब के कुरा बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ स्ट्यान्डर्ड डेभिएसनले स्क्याटरनेस देखाउँछ अरे क्या। कसरी देखाउँछ त भन्दाखेरि चाहिँ एउटा नर्मल डिस्ट्रिब्युसन भन्ने हुन्छ होइन, हामीले पछि पढ्छौँ नर्मल डिस्ट्रिब्युसन भनेको चाहिँ के हो भनेर। मैले एउटा इक्जाम्पल गरेर देखाउँछु है त। नर्मल डिस्ट्रिब्युसन जस्तै एउटा डिस्ट्रिब्युसन छ, यो हिस्टोग्राम हो है, हामी पछि हेर्छौँ हिस्टोग्राम भनेको के हो भनेर। यसको बिचमा सधैँ के हुन्छ, मिन हुन्छ, म्यू हुन्छ है। यो मिनबाट यो चाहिँ 1 स्ट्यान्डर्ड डेभिएसन अगाडि हुन्छ क्या, म्यू प्लस सिग्मा हुन्छ। यो चाहिँ म्यू प्लस 2 सिग्मा हुन्छ, यो म्यू प्लस 3 सिग्मा हुन्छ। अब हेर्नु त यतातिर गयो भने चाहिँ माइनस हुन्छ है, म्यू माइनस सिग्मा, म्यू माइनस 2 सिग्मा, म्यू माइनस 3 सिग्मा भनेर मेजर गर्न मिल्छ क्या। यो भनेको मिनबाट कुनै पनि डेटाको डिस्ट्रिब्युसन मिनबाट कति स्क्याटर्ड छ भनेर हेर्नको लागि चाहिँ स्ट्यान्डर्ड डेभिएसन युज हुँदो रहेछ है। यो प्लस माइनस 2 स्ट्यान्डर्ड डेभिएसनभित्रको हो क्या यो भनेको के हो, प्लस माइनस 2 सिग्मा हो क्या, मिनबाट है, मिनबाट फ्रम मिन। ठिक हो, यो हो नर्मल डिस्ट्रिब्युसनमा चाहिँ यसले डेटाको स्क्याटरनेस फैलाव देखाउँछ होइन। जस्तै यो मिनबाट चाहिँ 2 सिग्मा टाढा छ भनेर भने हो क्या। सो यो थियो स्ट्यान्डर्ड डेभिएसनको बारेमा र भेरिएन्सको बारेमा है त। अब हामी के हेर्छौँ, रेन्जको बारेमा हेर्छौँ है त। अब अर्को मेजर अफ डिस्पर्सनको टेक्निक के हो भन्दा रेन्ज हो है त। जस्तै कुनै एउटा डेटा सेट छ, म दुईवटा इक्जाम्पल दिन्छु। x = 1 2 3 डट 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 ओन्स टेन्स 100,000 छ एउटा इक्जाम्पल। यो जस्तै यसलाई यसरी बुझ्नु पऱ्यो, रेन्ज पाइथनमा 1 देखि ओन्स टेन्स 100,000 एक स्टेप गऱ्यो भने चाहिँ यो आउँछ है त। अर्को छ x = 1, 2, 3, 4 सिधै 1000 छ, ओन्स टेन्स 100,000। यो छ है दुईवटा इक्जाम्पल। यहाँ चाहिँ 3बाट यो लिनियर छ है, यो चाहिँ 1 2 3 4 गरेर चाहिँ 1000सम्म पुग्छ। यो चाहिँ 1 2 3 4 र 1000 मात्र छ। अब हेर्नु है त, यहाँ मैले रेन्ज निकाल्छु। रेन्ज भनेको के हो भन्दाखेरि चाहिँ म्याक्सिमम र मिनिमम भ्यालुको डिफ्रेन्स हो है। म्याक्स अफ एक्स माइनस मिन अफ एक्स, यो भनेको कति हो त, म्याक्स अफ एक्स भनेको 1000, मिन अफ एक्स भनेको 1999 है त। अब यसमा हेरौँ, रेन्ज भनेको कति हुन्छ, म्याक्स अफ एक्स माइनस मिन अफ एक्स। सेम आयो नि त होइन। तर यो डेटामा चाहिँ के छ त भन्दा रेन्जमा हेर्नु, यो डेटामा चाहिँ खासै आउटलायर छैन कि, यसमा चाहिँ नो आउटलायर्स, यसमा कुनै आउटलायर छैन। तर यसमा त यो 1000 त के हो, आउटलायर हो। हो, सो जेनरली मान्छेहरूले चाहिँ आउटलायर छ कि छैन भनेर चाहिँ रेन्जलाई हेर्नको लागि रेन्ज युज गर्छन्। तर एक्चुअलीमा चाहिँ यो केसमा चाहिँ यो काम गर्दैन कि, त्यही भएर चाहिँ रेन्ज चाहिँ इनफ हुँदैन डेटामा आउटलायर छ कि छैन भनेर चेक गर्नलाई है। अहिले के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ म्याक्सिमम भ्यालु र मिनिमम भ्यालु बिचको डिस्टेन्स कति छ भनेर चाहिँ रेन्जले मेजर गर्छ, त्यति मात्र है। म्याक्सिमम भ्यालु र मिनिमम भ्यालु बिच
डिस्टेन्स कति छ? रेन्जले मेजर गर्छ है। समटाइम्स आउटलायर डिटेक्ट गर्नलाई नि युज गर्न मिल्छ, तर यो केसमा चाहिँ काम गर्दैन। जस्ट त्यही भएर कन्ट्रास्टिङ इक्जाम्पल देखाएको है। सो म्याक्सिमम भ्यालु र मिनिमम भ्यालु बिच डिस्टेन्स कति छ रेन्जले मेजर गर्छ। MEASURE मेजर गर्छ है त, गर्छ। ठिक हो। सो यो काम थियो रेन्जको बारेमा। नेक्स्ट ट्युटोरियलमा चाहिँ ओके एउटा कोड पनि गरेर हेरौँ न त। नेक्स्ट ट्युटोरियलमा चाहिँ हामी इन्टरक्वार्टाइल रेन्जको बारेमा पढ्छौँ होइन, अनि कुर्टोसिस स्क्विनेसहरूको बारेमा पढौँला। अहिलेलाई चाहिँ एउटा इक्जाम्पल हेरौँ है त। सो मेजर अफ डिस्पर्सनमा चाहिँ म यहाँ कोड गर्छु। सो हामी पहिला नमपाई इम्पोर्ट गर्छौँ, एनपी। जस्तै अघिकै इक्जाम्पलमा जस्तै x1 भनेको पहिला फर्स्टमा स्ट्यान्डर्ड डेभिएसनको बारेमा हेरौँ है त। भेरिएन्स है, स्ट्यान्डर्ड डेभिएसन र भेरिएन्सको बारेमा हेरौँ। x1 भनेको कति थियो? 1 2 3 4 5 थियो होइन। मिन पनि निकालौँ न, मिन भर्सेस स्ट्यान्डर्ड डेभिएसन एन्ड भेरिएन्स होइन। x2 भनेको कति थियो? सबै 3 थियो होइन। एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा होइन। सो यो थियो x1 र x2 हाम्रो इनपुट डेटा थियो होइन। जस्तै np डट मिन x1 गर्दा कति आउँछ? 3 आउँछ, 3 आयो। जस्तै x1 बार गरौँ न, x2 बार कति हुन्छ? ठिक हो। प्रिन्ट f x स्मल x युज गरेर चाहिँ मैले x1 बार इक्वल्स टु x1 बार र x2 बार इक्वल्स टु x2 बार होइन। दुइटैको 3 आयो नि त होइन। यसमा चाहिँ के भयो त? यसमा चाहिँ सम भेरिएन्स चाहिँ थियो, सम डिस्पर्सन अफ डेटा इज डिस्पर्स्ड भनेर बुझ्नु पऱ्यो होइन। डेटा इज डिस्पर्स्ड यसमा चाहिँ छैन नि त होइन। डेटा इज नट डिस्पर्स्ड होइन, यसमा कुनै भेरिएबिलिटी छैन। अब हेर्नु है त, भनेपछि मिन इनफ भएन यो डेटालाई एक्सप्लेन गर्नको लागि। वी निड स्ट्यान्डर्ड डेभिएसन है त। जस्तै स्ट्यान्डर्ड डेभिएसन, जस्तै म डाइरेक्ट प्रिन्ट मात्र गर्छु, np डट std x1। स्ट्यान्डर्ड डेभिएसन 1.41 आयो x1 को। x2 को हेरौँ है त, std x2 गऱ्यो भने चाहिँ यसको स्ट्यान्डर्ड डेभिएसन 0 आयो नि त होइन। किन भन्दा यसमा कुनै भेरिएबिलिटी छैन, डेटा डिस्पर्सै छैन भने चाहिँ स्ट्यान्डर्ड डेभिएसन कति आयो त भन्दा 0 आयो। तर यसमा डेटा डिस्पर्स छ, त्यही भएर स्ट्यान्डर्ड डेभिएसन कति आयो? 1.41 आयो है त। भेरिएन्स पनि यसरी नै स्क्वायर गरेर के अरे यसैलाई स्क्वायर गर्दा नि हुन्छ, अथवा np डट भ्यार गर्दा नि हुन्छ ल। भेरिएन्स निकाल्दा x1 गऱ्यो, जस्तै 1.41 ओके 2 आयो होइन भेरिएन्सको। अब यसको हेरौँ, np डट भ्यार x2 छैन होइन, भेरिएन्स 0 आयो। सो स्ट्यान्डर्ड डेभिएसनलाई स्क्वायर गऱ्यो भने भेरिएन्स आउँछ। यो चाहिँ यसरी कम्प्युट भयो त। ओके, सो यो थियो मिन भर्सेस स्ट्यान्डर्ड डेभिएसन भर्सेस भेरिएन्स है त। अब यसैको रेन्ज निकालौँ है त। सो हाम्रो डेटामा यो थियो डेटा, अर्को डेटा थियो रेन्जको बारेमा है त। कोडमा नि गरौँ न, रेन्ज। रेन्ज गर्दाखेरि चाहिँ मैले एउटा डेटा के लिएको थिएँ? x1 इक्वल्स टु जस्तै लिस्ट, यसरी गरौँ न, np डट ARRANG एरेन्ज 1 देखि 1001 स्टेप 1 होइन। x1 भनेको, x2 भनेको np डट एरे होइन। के थियो? 1 2 3 4 लेट्स चाहिँ कुनै थियो, अनि अन्स्टेन्स भन्दा 1000 थियो होइन। सो यो थियो। अब हेर्नु है त, रेन्ज गरे x1 को रेन्ज कति हुन्छ त भन्दा, x1 रेन्ज कति हुन्छ भन्दाखेरि चाहिँ म्याक्स अफ x1 माइनस मिन अफ x1 999। अघि हामीले त्यही निकालेको थियो। अब
x2 को रेन्ज कति हुन्छ त? x2 रेन्ज भनेको के हो? म्याक्स अफ x2 माइनस मिन अफ x2, सो 999 है। रेन्ज सेम आयो नि त होइन, तर यसमा चाहिँ 1000 इज अ आउटलायर। हो, आउटलायर हुँदा पनि जस्तै यहाँ लार्ज भ्यालु आयो, जस्तै 999 आयो, रेन्ज ठुलो रहेछ, डेटामा आउटलायर छ कि भनेर चाहिँ एजम्सन चाहिँ गर्न मिल्छ, तर एक्चुअलीमा चाहिँ आउटलायर नभएको केसमा पनि रेन्ज हाई आउन सक्छ है। जस्तै यसमा आउटलायर छैन नि त होइन, यो डेटामा x1 मा कुनै आउटलायर छैन, तर पनि यहाँ हेर्नु त नम्बरहरू छ नि त होइन, 1 देखि 2 3 4 5 6 गरेर कहाँसम्म गइरहेछ? 999 1000 सम्म गइरहेछ नि त होइन। यसमा कुनै आउटलायर छैन, डेटा लिनियरली इन्क्रिज भइरहेछ, तर पनि रेन्ज कति आयो त? हाई आयो। त्यो हो है त। ल अब अर्को इक्जाम्पल हेरौँ, नर्मल डिस्ट्रिब्युसनको इक्जाम्पल हेरौँ है त। नर्मल डिस्ट्रिब्युसन है त, जस्तै मलाई मिन चाहियो 0 मा होइन, डेभिएसन अथवा भेरिएन्स भनौँ न, भेरिएन्स चाहियो 1 है त। भनेपछि मैले नर्मल डिस्ट्रिब्युसन बनाएँ होइन, डिस्ट्रिब्युसन इक्वल्स टु एनपी डट ऱ्यान्डम डट, यहाँ सिड हाल्छु है मैले, हुन त सिड नहाल्दा नि हुन्छ, एनपी डट ऱ्यान्डम डट नर्मल लोकेसन कतिमा राख्नु पर्यो? मिनमा राख्नु पर्यो, र स्केल के हो त? भेरिएन्स हो, र साइज कति हो त? कतिवटा डेटा स्याम्पल निकाल्ने हो नि त? होस्टेन्स 100,000 10,000 है त। सो एलओसी भनेको चाहिँ के हो? सधैँ मिन हुन्छ। स्केल भनेको यहाँ यसरी होभर गर्नु भने यहाँ देखाउँछ है, स्केल भनेको 1 दिएको छ नि त होइन, यसले बाई डिफल्ट। स्केल भनेको के दिएको छ? स्ट्यान्डर्ड डेभिएसन भनेर देखाएको छ है। स्ट्यान्डर्ड डेभिएसन स्प्रेड आउट विथ भनेको छ नि होइन, त्यो म्यू प्लस सिग्मा, म्यू प्लस 2 सिग्मा भनेर लेखाएको थियो नि होइन, विथ जोड्या हो नि त, मिनबाट कति टाढा भनेर जोड्या हो होइन। सो मस्ट बी नन नेगेटिभ भनेर चाहिँ नेगेटिभ हुनु पाउँदैन, स्प्रेड भन्छ यसलाई, स्ट्यान्डर्ड डेभिएसन भन्छ स्केल। किन भन्दा यहाँ मैले भेरिएन्स 1 भनेको छु, 1 को स्क्वायर के अरे 1 को रुट गर्नु भने नि 1 नै आउँछ, त्यो भएको हुनाले चाहिँ स्केल इज, यसो गरौँ न, यसलाई भेरिएन्स भन्दा नि एसटिडी नै लेखौँ। यो डिस्ट्रिब्युसन जेनेरेट भयो है त। अब म यसलाई ग्राफमा प्लट गर्छु है त। इम्पोर्ट c1 एज sns डट हिस्ट प्लट dist। अब मैले यसको हिस्टोग्राम प्लट गरेँ, सो यस्तो प्लट भयो होइन। यहाँ हेर्नु त, सो सबै मोस्ट डेटा चाहिँ 0 को अराउन्डमा बस्यो नि त होइन, हाइएस्ट पिक यहाँ माथि छ नि त होइन, 0 को थिममा छ, सो इट इज मिन है। नर्मल डिस्ट्रिब्युसन है, मिन मेडियन मोड बराबर हुन्छ भनेर भनेको थिएँ मैले। अब हेर्नु, 0 प्लस सिग्मा भयो नि त होइन, सिग्माको भ्यालु कति राखेको थियो? 1 राखेको थियो नि त होइन। 0 प्लस सिग्मा, 0 माइनस सिग्मा, 0 प्लस 2 सिग्मा, 0 माइनस 2 सिग्मा, 0 प्लस 3 सिग्मा, 0 माइनस 3 सिग्मा भनेर त्यसरी भयो क्या। 0 माइनस 3 गर्दाखेरि त -3 हुन्छ नि त होइन। सो यसले चाहिँ नर्मल डिस्ट्रिब्युसन जनाउँछ, जसको मिन 0 र भेरिएन्स 1 हुन्छ, त्यसलाई स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसन भन्छ है। मिन 0 एन्ड भेरिएन्स 1 भयो भने त्यसलाई के भन्छ? एसएनडी अर स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसन भन्छ त्यसलाई। तर मिन के छ? मिन के छ? म्यू छ र भेरिएन्स सिग्मा स्क्वायर छ भने यसलाई के भन्छ? नर्मल डिस्ट्रिब्युसन भन्छ। नर्मल र स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसनमा फरक छ है त। मिन 0 भेरिएन्स 1 भयो भने त्यसलाई स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसन भनिन्छ। इफ यसरी लेखौँ न, इफ मिन इक्वल्स टु 0 एन्ड भेरिएन्स इक्वल्स टु 1, वी
कल इट स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसन एसएनडी अर स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसन होइन। इफ मिन चाहिँ म्यू छ, जेसुकै हुनसक्यो मिन होइन, 20 30 40 50 60 होइन, अथवा 2 0 5 जेसुकै होस्, मिन म्यू छ र भेरिएन्स चाहिँ सिग्मा स्क्वायर छ। भेरिएन्स पनि 2 3 4 7 जति पनि हुनसक्यो, त्यस्तोलाई चाहिँ नर्मल डिस्ट्रिब्युसन भन्छ। यो स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसन हो है। यसलाई के भन्छ, यो चाहिँ के हो, स्ट्यान्डर्ड नर्मल डिस्ट्रिब्युसन हो, यो एसएनडी हो। जस्तै नर्मल डिस्ट्रिब्युसन कसरी बनाइन्छ त भन्दा सेम कुरा अघि जस्तो, एसएनएस डट इस्ट प्लट म यहीँ गरिदिन्छु है, एनपी डट ऱ्यान्डम डट नर्मल लोकेसन इक्वल्स टु 5 र स्केल इक्वल्स टु 3 र साइज इक्वल्स टु 15,000 गऱ्यो भने यो के हो, नर्मल डिस्ट्रिब्युसन हो। सो दिस इज नर्मल with mean equals to mu, mean equals to 5 and standard deviation equals to 3 भनेर बुझ्नु पर्यो हैन। सो यसलाई के भन्छ, नर्मल डिस्ट्रिब्युसन भन्छ। डेटाको स्क्याटरनेस विड्थ देखाउने भयो नि त हैन, डेटा कहाँदेखि कहाँसम्म फैलिएको छ भनेर चाहिँ डिस्पर्सन देखाउने भयो, त्यसलाई स्ट्यान्डर्ड डेभिएसन भन्ने भयो है। डिस्पर्सन अथवा स्ट्यान्डर्ड डेभिएसन स्केल भनेको एउटै हो, नम्पाई मेथडलाई स्केल भन्छ। थ्याङ्क यू फर वाचिङ।